हेलो नमस्ते हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आजको यो भिडियो चाहिँ मेरो एकदम फर्स्ट भिडियो भएको हुनाले केही गल्ती भएमा माफ गरिदिनु होला। हामी चाहिँ हाम्रो भिडियोमा क्राइमसँग रिलेटेड कुराहरू अनि क्राइम केसेसहरू सल्भ अनसल्भ हरेक कुराहरू इन्टरनेटको थ्रुबाट अरू बुकहरूको सोर्सबाट हरेक कुराबाट खोजेर ल्याएर हजुरहरूलाई जानकारी दिनेछौँ। आज चाहिँ हामी 2019मा घटेको अन्जना लामा मर्डर केसको बारेमा हाम्रो भिडियोमा चर्चा गर्न गइरहेका छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। अन्जना लामाको जन्म चाहिँ 1995 अगस्ट 26मा भएको थियो। अन्जनाको घरमा चाहिँ आफ्नो बाबा आमा हजुरबुबा अनि दुईटा बहिनी र दुईटा भाइ थिए। उनी चाहिँ घरको जेठी छोरी थिइन्। उनी चाहिँ बच्चे बेलादेखि नै एकदम एक्स्ट्रोभर्ट, मान्छेहरूसँग घुलमिल हुने, बोलचाल गर्ने, साथीहरू धेरै बनाउने नेचरको थिइन्। अन्जनाको घर चाहिँ हेटौडामा थियो। उनको पुरै फ्यामिली नै हेटौडामै बस्थ्यो। त्यसै गरी उनी एसएलसी दिइसकेपछि चाहिँ उनको चाहिँ कसैको थ्रुबाट अथवा 11मा पढ्दा पढ्दै प्रज्वल महत, जसको घर चाहिँ ललितपुरमा थियो, उहाँसँग चाहिँ अब भेट भयो र उनीहरू दुईजना पहिले त राम्रो साथी बने। त्यसपछिबाट बिस्तारै उनीहरू बिच अफेयर सुरु भयो। त्यसपछि चाहिँ उनीहरूले अफेयर चलेको ठ्याक्कै 2 वर्षमै उनीहरूले भागेर बिहे गरे, किनभने अन्जना र प्रज्वलको कास्ट मिल्दैन थियो। प्रज्वल क्षेत्री कास्टबाट बिलोङ गर्थ्यो भने अन्जना चाहिँ लामा थिइन्। त्यसैले उनीहरूको फ्यामिलीहरू चाहिँ एकदम एग्री गरिसकेको थिएन कि उनीहरूको रिलेसनसिपलाई लिएर। त्यही भएर उनीहरू दुवैजनाले भागेर बिहे गर्ने निर्णय गर्छन् र भागेर विवाह गर्छन्। यो भागेर विवाह गर्दाखेरि चाहिँ प्रज्वललाई चाहिँ उसको दाइ उज्जवलले एकदमै सपोर्ट र साथ दिएको हुन्छ र हेटौडामै आएर उनीहरूलाई हेल्प गरेको हुन्छ। प्रज्वलको घरमा चाहिँ प्रज्वलको बाबा आमा, उसको दाइ भाउजू र दाइ भाउजूको एउटा छोरा हुन्छ। प्रज्वलले चाहिँ पहिले नै आफ्नो फ्यामिलीसँग अन्जनालाई भेटाइसकेको हुन्छ। बिहेभन्दा अगाडि नै अन्जनाको मिठो बोलीचाली सुनेर सबैजना एकदम खुसी नै हुन्छन् अन्जनालाई लिएर, होइन। उनीहरू एकदम खुसी नै हुन्छन्। तर अन्जनाको फ्यामिलीबाट चाहिँ कास्ट नमिलेको हुनाले त्यति छिटै एक्सेप्ट गरिसकेका हुँदैनन्। तर पछि बिहे गरेर यता घरमा आइसकेपछि चाहिँ अन्जनाले चाहिँ आफ्नो भाइलाई पनि अब उच्च शिक्षाको लागि काठमाडौँमै बसेर पढोस् भन्ने इच्छाले चाहिँ आफ्नो बाबा आमासँग कुरा गरेर भाइलाई पनि यतै नै बोलाउँछिन्। त्यसपछि चाहिँ अन्जनाको फ्यामिली र यता प्रज्वलको फ्यामिलीहरू आउजाउ गर्ने अनि बोलचाल हुन थाल्छ। प्रज्वलको दाइ उज्जवलले चाहिँ प्रज्वल र अन्जनालाई चाहिँ हरेक कुरामा साथ र सपोर्ट दिने हुन्छ। त्यसपछि बिहे गरिसकेपछि चाहिँ प्रज्वलले एउटा राम्रै कम्पनीमा जब गर्न थाल्छन् र अन्जना दिउँसभरि घरैमा बस्नुपर्ने हुन्छ, होइन। त्यही भएर अन्जना चाहिँ एउटा ब्युटी पार्लर खोल्नको लागि फ्यामिलीमा सल्लाह गर्छिन्। सबैले त्यो कुरालाई एक्सेप्ट गरेर अन्जनाले ब्युटी पार्लर पनि खोल्छिन् र त्यहाँबाट सानोतिनो व्यवसाय पनि गर्थिन्। त्यतिखेर टिकटक भर्खर चल्न थालिरहेको हुनाले अन्जनालाई चाहिँ टिकटक बनाउन नै एकदम रमाइलो लाग्ने हुनाले उनले टिकटकमा पनि एकदम भिडियोहरू अपलोड गरिरहन्थिन्। अनि त्यसपछि उनलाई चाहिँ त्यहीबाट मोडलिङको अफरहरू पनि आउन थाल्छ। उनले चाहिँ अब फ्यामिलीमा सोधेर म मोडलिङ गर्न चाहन्छु भनेर पनि भन्छन्। यो कुरामा नि उनलाई उसको फ्यामिलीले एकदम सपोर्ट गरिरहेको हुन्छ। सासू ससुरा सबैले एकदम सपोर्ट गरिरहेको हुन्छ। अनि उनले मोडलिङ पनि गर्न थाल्छिन् र मोडलिङबाट पनि उनलाई एकदम राम्रै पैसा कमाइ भइरहेको हुन्छ। प्रज्वलको नि राम्रै आम्दानी भइरहेको हुन्छ। प्रज्वलको दाइ उज्जवल चाहिँ म्युजिसियन हुन्छन्। उनले चाहिँ एकदम चर्चित गीत साइली भन्ने गीतमा पनि काम गरिसकेका हुन्छन्, होइन। उनको पनि काम एकदम राम्रो हुन्छ। तर बिस्तारै टाइम बित्दै जाँदाखेरि चाहिँ प्रज्वलको आमा र सासू र अन्जनाको सासू र उनको जेठानी जो चाहिँ उज्जवलको वाइफ थिइन्, उनीहरू दुईजना मिलेर चाहिँ अन्जनालाई कास्ट नमिल्ने हुनाले थोरै डोमिनेट गर्ने, अलिकति कुराहरू काट्ने, नराम्रो वचनहरू लाउने, त्यस्तै गर्न थाल्छन्। अनि यो कुरा चाहिँ अन्जनाले आफ्नो फ्यामिलीसँग सेयर गरेकै हुन्छ। तर फ्यामिलीले चाहिँ यति सानोतिनो कुरामा चित्त नदुखाऊ भनेर उसलाई सम्झाएको हुन्छन्, होइन। तर प्रज्वलको दाइ उज्जवल चाहिँ सबैसँग हँसी मजाक गर्ने, अन्जनालाई नै एकदम राम्रो व्यवहार गर्ने, फ्यामिलीमा एकदम मिलेर बस्ने, एकदम राम्रो व्यवहार गर्ने हुन्छ। त्यहाँ फ्यामिलीमा सबैभन्दा बढी राम्रो व्यवहार गर्ने प्रज्वलको दाइ उज्जवलले नै हुन्छ। अन्जनाले चाहिँ उज्जवललाई चाहिँ आफ्नै दाइ जस्तै एकदम आफ्नै दाइ जस्तै मान्ने हुन्छ। उसले आफ्नो फ्यामिलीसँग कुरा गर्दाखेरि नि उज्जवल दाइले चाहिँ हरेक कुरामा सपोर्ट गर्नुहुन्छ, माया गर्नुहुन्छ भनेर कुरा गरिरहेको हुन्छ।
अञ्जना र प्रज्वल चाहिँ आफ्नो बेटर फ्युचरको लागि चाहिँ क्यानाडा मुभ हुने भनेर सोचिरहेको हुन्छन् र आफ्नो फ्यामिलीलाई पनि यो कुरा डिस्कस गर्छन्। फ्यामिलीले नै एकदम फुल सपोर्ट गर्छ उनीहरूको क्यानाडा जानको लागि पैसाहरूको व्यवस्था गर्नलाई। आफ्नो घर धितो पनि राख्छन् भन्ने सुन्नमा आएको थियो। त्यसपछि चाहिँ अञ्जनाले पनि आफ्नो पार्लर बेचेर पैसाहरू जम्मा गर्ने अनि मोडलिङबाट पनि पैसाहरू जम्मा गर्न थाल्छिन्। त्यही बखतमा 2019 मे 9 गते मे 9मा चाहिँ अञ्जनाको सासूले चाहिँ उता अञ्जनाको आमालाई फोन गरेर यहाँ एउटा एक्सिडेन्ट भएको छ, हजुरहरू छिटै ललितपुर आउनुपर्ने भयो भनेर भन्छन्। अलि आत्तिएर भनेकी हुन्छन्। यो कुरा सुनेर चाहिँ अञ्जनाको आमाले चाहिँ के भयो भनेर सोद्धाखेरि अञ्जनाको सासूले चाहिँ केही पनि भन्दिनन् र फोन राखिदिन्छन्। तपाईँहरू छिटोभन्दा छिटो आउनु भनेर फोन राखिदिन्छन्। त्यसपछि चाहिँ अञ्जनाको प्यारेन्ट्सहरू चाहिँ हतार हतार गरेर हेटौँडाबाट ललितपुरतर्फ निक्लिन्छन्। त्यो दिन चाहिँ हेटौँडाबाट ललितपुर पुग्दाखेरि उनीहरू दिउँसोको 2देखि 3 बजे कल आइरहेको हुन्छ, तर उनीहरू चाहिँ पुग्दाखेरि रातिको 10 बजिसक्या हुन्छ। उनीहरू घरभित्र छिर्न लाग्दाखेरि चाहिँ बाहिर उनीहरूकै छोरा अञ्जनाको भाइ बाहिर रोइरहेको हुन्छ। बाहिर पुलिसहरू पनि एकदम जम्मा भइरहेको हुन्छ। अनि त्यहाँ मध्ये एकजना प्रहरीले चाहिँ अञ्जनाको बाबालाई लिएर माथि अञ्जनाको कोठातर्फ लिएर जान्छ। अञ्जनाको बाबाको मन चाहिँ त्यतिखेर एकदम आत्तिसकेको हुन्छ कि केही न केही नराम्रो घटना घटेछ भनेर। त्यसपछि अञ्जनाको बाबालाई त्यो कोठामा लिएर जाँदाखेरि त्यहाँको दृश्य चाहिँ एकदम हेर्न नसक्ने टाइपको थियो। त्यहाँ चाहिँ अञ्जनाको लास एकदम रगताम्य शरीर परेर टुक्रा टुक्रा हातहरू टुक्रा टुक्रा भएको थियो। त्यसपछि अञ्जनाको बाबाले त्यो हेर्न नसकेर दौडेर बाहिर आउँछन् र एकदम ठुलो ठुलो सोले रुन थाल्छन्। त्यसपछि चाहिँ अञ्जनाको आमाले पनि त्यो घटनाबारे जानकारी पाउँछिन् र एकदम चिच्याएर यिनीहरू सबैलाई समात, यिनीहरूले मेरो छोरीलाई मार्यो भनेर चिच्याउन थाल्छिन्। त्यही टाइममा चाहिँ एकजना प्रहरीले आएर हामीले उनको हत्यारालाई समातिसक्यौँ भनेर भन्छन्। यो कुरा सुनेर उनीहरू एकछिन अचम्ममा पर्छन्। अनि त्यसपछि उनीहरूले सोध्छन् कसले मारेको हो मेरो छोरीलाई भनेर भन्दाखेरि उसलाई चाहिँ प्रहरीले उज्जवलले मारेको हो, प्रज्वलको दाइ उज्जवलले मारेको हो भनेर भन्दाखेरि चाहिँ उनीहरू अञ्जनाको प्यारेन्ट्स चाहिँ एकदम सक्ड हुन्छन्। किनभने उनीहरूले अहिलेसम्म त्यो फ्यामिलीमा सबैभन्दा बढी राम्रो जसले गर्थ्यो अञ्जनालाई उसैले मारेको हो भन्दा उनीहरूलाई विश्वास गर्न अलिकति गाह्रो भइरहेको थियो। तर उज्जवलले चाहिँ त्यो कुरा एडमिट गरिसकेको थियो कि मैले नै मारेको हो भनेर एडमिट गरिसकेको थियो। उज्जवललाई चाहिँ अञ्जनालाई मार्नुको कारण सोद्धाखेरि चाहिँ उज्जवलले चाहिँ मलाई चाहिँ अञ्जना एकदम मनै नपर्ने र उसले चाहिँ 2 वर्ष अगाडिदेखि नै अञ्जनालाई मार्ने प्लान बनाइरहेको थियो अरे। किनभने चाहिँ उसलाई चाहिँ अञ्जना पहिलेदेखि नै एकदम फिटिकै मन पर्दैन थियो, जबकि उसको भाइले चाहिँ मन पराएर बिहे गरेर लिएर आएको हुन्छ। अञ्जना डिफ्रेन्ट कास्टबाट बिलोङ गर्ने भएको हुनाले, उनीहरूको कास्टको पनि नभएको हुनाले अञ्जना मन नपर्ने, उसमाथि अञ्जनाको एकदम फ्र्याङ्क नेचर, एकदम सबैसँग हँसी मजाक गरेर बोल्ने टाइपको। अनि अञ्जनाले टिकटक चलाएको नि मन पर्दैन थियो, मोडलिङ गरेको नि मन पर्दैन थियो। किनभने मोडलिङ गर्दाखेरि चाहिँ अञ्जनाले छोटो छोटो लुगा लाएर मोडलिङ गर्नुपर्ने हुन्थ्यो र उसले चाहिँ अब छोटो छोटो लुगा लाएर आफ्नो फ्यामिलीको बेइज्जत गरेको जस्तो सोच्थ्यो। त्यसै क्रममा चाहिँ अब उसकै आफ्नै वाइफ उज्जवलकै वाइफले पनि अञ्जनालाई मन नपराउने भएको हुनाले अञ्जनाले यस्तो गर्यो, अञ्जनाले उस्तो गर्यो, अञ्जनाले यस्तो गर्यो भनेर उज्जवललाई सधैँ सुनाइरहने हुन्छ। त्यही भएर पनि उज्जवललाई चाहिँ अञ्जनाप्रति एकदम रिस बढी नै रह हुन्छ। त्यसपछि चाहिँ उज्जवलले चाहिँ अञ्जनालाई चाहिँ अब अञ्जना र प्रज्वल क्यानाडा जान लागे भनेर भनिसकेपछि चाहिँ अब उज्जवलले चाहिँ के सोध्छ भनेर भन्दाखेरि अब यो अञ्जना चाहिँ अब मेरो हातबाट फुत्किसक्छ, मेरो भाइलाई पनि मबाट टाढा लिएर जान्छ, हाम्रो फ्यामिलीलाई दुईतिर पार्छ भन्ने सोचेर चाहिँ उसको रिसको सीमा एकदम नागिसकेका हुन्छ। अनि त्यसपछि उनीहरू क्यानाडा जानुभन्दा अगाडि नै अञ्जनालाई मार्छु भन्ने सोचेर नै एकदम आफ्नो होस हवासमा नै उज्जवलले चाहिँ अञ्जनालाई खुकुरी प्रहार गरेर मारेका हुन्छन्। मे 9, 2019 को दिउँसो 1 बजे चाहिँ अञ्जना चाहिँ धारामा पानी लिन गएकी हुन्छन्। त्यो दिन चाहिँ उज्जवलको घरमा चाहिँ अञ्जना अनि अञ्जनाको सासू अनि त्यसपछि उज्जवल मात्र हुन्छन्। 3 जना मात्र हुन्छन्। उज्जवलले चाहिँ अञ्जना 1 बजीतिर धारामा पानी लिन जाँदाखेरि पानी नपाएर त्यत्तिकै फर्केर आएको कौसीबाट हेरिरहेको हुन्छन्। त्यसपछि अञ्जना चाहिँ आफ्नो रुममा आएर बेडमा पल्टेर मोबाइल चलाइरहन्छन्। अघिपछि चाहिँ अञ्जना सधैँ आफ्नो रुमको
लगाइरहेको हुन्छन् भने त्यो दिन चाहिँ अब रुमको लक लगाउन बिर्सिन् अथवा के भयो थाहा हुँदैन, रुमको लक नलगाइकन ओछ्यानमा पल्टेर मोबाइल चलाइरहेको हुन्छन्। त्यही टाइममा चाहिँ उज्जवलले चाहिँ अब आफ्नो रुममा भएको खुकुरी निकाल्छ अनि त्यसपछिबाट अञ्जनालाई मार्नको लागि अञ्जनाको रुमतर्फ जान्छ। तर त्यतिखेर उसले यसो विचार गर्छ, त्यो खुकुरी एकदम सानो भएको हुनाले उसले चाहिँ आफ्नो मम ड्याडको रुममा गएर अर्को ठुलो खुकुरी लिएर आउँछ होइन। अनि अञ्जनाको रुमभित्र छिर्छ। अञ्जना चाहिँ अब खुकुरी लिएर किन यसरी आयो भनेर एकछिन सक्ड हुन्छन्। अनि त्यसपछि तर उज्जवलले चाहिँ अञ्जनालाई समातेर खुकुरी प्रहार गर्न थाल्छ। त्यही क्रममा चाहिँ अञ्जनाले चाहिँ आफ्नो हातले छेक्न लाग्दाखेरि चाहिँ एकदम त्यो खुकुरी प्रहार गर्दाखेरि चाहिँ अञ्जनाको हातै काटिन्छ, हातै छुट्टेला जस्तै हुन्छ। त्यसपछि उज्जवलले अञ्जनालाई पटक पटक त्यही धारिलो खुकुरीले चाहिँ अञ्जनालाई हानेर त्यही नै मारिदिन्छन् पुरै। त्यसपछि त्यो खुकुरी लिएर चाहिँ आमा भएको कोठामा माथि जान थाल्छ र आमालाई मैले अञ्जनालाई मारेँ भनेर भन्छ। त्यसपछि त्यो सबै भइसकेपछि चाहिँ आमाले चाहिँ घर परिवारलाई फोन सबैलाई गर्छिन्। अनि त्यसपछि प्रहरीलाई पनि खबर गरिन्छ र प्रहरी पनि आउँछन्। सुरुमा त प्रज्वलको फ्यामिलीले चाहिँ अञ्जनाको फ्यामिलीलाई नभन्ने नबोलाउने जस्तो कुरा गरिरहेको हुन्छ। तर प्रहरीले एकदम जोड गरेर अञ्जनाको फ्यामिली नआएसम्म लास उठाएर लिएर जान मिल्दैन भनेर भनिसकेपछि चाहिँ अञ्जनाको सासूआमाले चाहिँ अञ्जनाको मम्मीलाई फोन गरेर खबर दिन्छन् र उनीहरू आउँछन्। बाहिरबाट एकदम हँसिलो रमाइलो गरेर त्यस्तो राम्रोसँग बोल्ने, आफ्नै बहिनी जस्तो व्यवहार गर्ने मान्छेको मनमा नि यति धेरै घृणा, यति धेरै क्रूरपन हुन्छ भनेर कसैले पनि सोच्न सकिरहेको हुँदैन। यो सबै कुराले गर्दाखेरि अञ्जनाको फ्यामिलीलाई एकदम धेरै ठुलो असर पर्छ। र उज्जवलको बाबाआमाले चाहिँ एकदम उज्जवललाई बचाउनको लागि उज्जवललाई चाहिँ एकदम डिप्रेसन छ, यस्तो छ, मेन्टल इस्यु छ भनेर धेरै नै प्रयास गर्छन्। एकदम बेस्टभन्दा बेस्ट लयर हायर गरेर उसको लागि केस लड्छन्। तर अन्तमा त अञ्जनाको फ्यामिलीको जित हुन्छ। ठ्याक्क केस 2 वर्षसम्म अदालतमा चलिसकेपछि चाहिँ अदालतले चाहिँ उज्जवललाई चाहिँ लाइफ इम्प्रिजमेन्टको सजाय सुनाउँछ। त्यसपछि चाहिँ अञ्जनाको फ्यामिलीले न्याय पाउँछन्। बाहिर हेर्दाखेरि जस्तो देखिन्छ भित्र नि त्यस्तै हुँदैन होइन। मान्छेहरूको नेचर डिफ्रेन्ट हुन्छ। अब कुन मान्छेले आफूप्रति घृणा पालिरहेछ, कुन मान्छेले माया राखिरहेछ भन्ने कुरा थाहा पाउन एकदमै गाह्रो छ। यो कुरा चाहिँ आजको अञ्जना लामाको केससँग एकदम धेरै मिल्न जान्छ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला र भिडियो सब्सक्राइब गर्न नभुल्नु होला। त्यसैले see you in next video. Bye bye.